हाम्रो बागलुङको बडीघाट गाउँपालिकाले हैन पोषणयुक्त बडीघाट गाउँपालिका भनेर कार्यक्रम धुमधामले मनाउँछ हैन। त्यही कार्यक्रम मनाइरहँदा हाम्रै बडीघाट गाउँपालिकाभित्र थामतिर 7 नम्बरतिर हो कि के हो, त्यसमा चाहिँ अब भैँसी हाल खेल्ने पानी खान जनता बाध्य छन् भनेर भिडियो आउँछ र त्यो आवाजहरू दबाउनको लागि गाउँपालिकाले पुलिस प्रशासनहरू पठाएर केरकार गर्ने हैन, हप्कीदप्की गर्ने कामहरू गर्छ। त्यो भन्दा पनि हैन कुन ठाउँमा हो, किन चाहिँ त्यो कामहरू गर्न सकेन भनेर चाहिँ खानेपानी कहाँबाट ल्याउन सकिन्छ भनेर सर्वेको लागि त्यो सर्वे टोली इन्जिनियर पठाएको भए चाहिँ कति खुसी हुन्थ्यो होला जनता हैन। हामीले जनताले चाहेको भनेको त्यो हो, कहिलेसम्म बन्छ, के कारणले हुन सकेन, त्यो स्पष्टीकरण पाएको भए चाहिँ खुसी हुन्थे जनता। र हामीहरूले विभिन्न किसिमको कार्यक्रमहरू गर्दै प्रमुख अतिथि बोलाउँदै हैन हाम्रो आवाजहरू राख्दै र जनताहरूको समस्याहरू बुझ्नुहुन्छ कि भनेर चाहिँ हैन गाउँपालिका प्रमुख उपाध्यक्ष, अध्यक्ष हैन, सांसद र मन्त्रीहरूले सम्म दुःख गरेर चाहिँ माघे सङ्क्रान्ति, नयाँ वर्ष, गङ्गरे जेठ बीच मेलाहरू जस्तो कार्यक्रमहरूमा चाहिँ हामीले गोजीबाट पैसा हाली प्रोग्राम गरेर हाम्रो समस्याहरू देखाउने कोसिस गरिरहेछौँ, तर उहाँहरूले बुझ्नु हुँदैन र उहाँहरूले जनताको आवाज दबाउनको लागि हामीले 24 घण्टा सेवा गरिरहेका छौँ हैन। 12 महिना चाहिँ हिउँदा बर्खा गाडी चल्ने रोडहरू खनेको छौँ भन्नुहुन्छ। हामी हिउँदमा समेत जोखिम मोलेर यात्रा गरिरहेको छौँ हैन। बर्खाको त कुरै छोड्दिउँ, अहिले बाटोको अवस्था कस्तो छ त्यो भन्दा पनि के कारणले हुन सकेन त्यतातिर ध्यान दियोस्, के कारणले गर्न सकेन, कहिलेसम्म बन्छ भन्ने चाहिँ जनताले सुन्न चाहिरहेको छ। अहिलेको जमानामा चाहिँ हैन आवाजहरू दबाउन खोजेर दब्दैन, गाउँपालिकातिर चाहिँ हो यो ध्यान दिए राम्रो हुन्थ्यो।